देख्न सक्नुहुन्छ हैन। त्यो दामी तरिकाले देखिरहेछ आज चाहिँ हैन। डर पलायो त मलाई त यार। यहाँ वरिपरि जस्तो दामी छ कि ठिक्कै चाहिँ यो ठाउँ देख्दा चाहिँ नेपालको जस्तो याद आयो है। टक्कै हेर्न सक्नुहुन्छ है। हेलो एन्ड नमस्ते, वेलकम ब्याक अगेन न्यू डे न्यू भ्लग। सो न्यू भिडियोमा फेरि तपाईँहरूलाई स्वागत भन्दै आजको मेरो भिडियोमा तपाईँहरू सम्पूर्णलाई स्वागत छ। सो एकदमै नयाँ नयाँ ठाउँहरू नयाँ नयाँ केही चिजहरू चाहिँ तपाईँहरूलाई देखाउन गइरहेको छु। सो सबैले भिडियोलाई लास्टसम्म हेरिदिनुहोस् होइन। भिडियो के जस्तो लाग्छ कमेन्ट पनि हानिदिनु होला। सो त्यही हो होइन। सबैजनाले लाइक सेयर च्यानलमा नयाँ हुने च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला। सो त्यही भन्न चाहन्छु। सो अब तिनीहरू तपाईँहरूको लागि एकदम नयाँ ठाउँहरूलाई देखाउने छु है त। भित्र छिर्ने हो। सो आज चाहिँ टक्कै यो नयाँ ठाउँतिर भनौँ न हिँडिराखेको छु भने चाहिँ देख्न सक्नुहुन्छ तपाईँ पनि। यो बाटो चाहिँ म कहिले हिँडेको थिएन, जस्ट आज हिँड्न पायो खुसी लाग्यो होइन। दाहरू चाहिँ जाँदै हुनुहुन्छ टक्कै होइन। सेम टु सेम नेपाल जस्तै हो नि, हेर्न सक्नुहुन्छ होइन। हामीलाई देखेर होइन मान्छे पनि चिन्दो रहेछ कि यिनीहरूलाई। हेरेको छैन हेर्नु हान्छ के हो यार। हेर्नु पुरै हेरिरहेछ यार। डर पलायो त मलाई त यार। हान्छ के हो यार। बस्तीको टन्नै छन् हेर्न सक्नुहुन्छ। बस्तीको टन्नै छन् होइन। हान्छ के हो उसको बच्चा हेर्नु। यहाँ वरिपरि यस्तो छ है, देख्न सक्नुहुन्छ होइन। त्यो दामी तरिकाले देखिरहेछ आज चाहिँ होइन। घर चाहिँ बबालै हो क्या यार। घर बनाउने स्टाइल चाहिँ एकदम डेन्जरस होइन। तपाईँ पनि देख्न सक्नुहुन्छ। यो त नेपालमा पनि पाउँछन् यस्तो है दामी तरिकाले होइन। यहाँ वरिपरि जस्तो दामी छ कि ठिक्कै चाहिँ यो ठाउँ देख्दा चाहिँ नेपालको जस्तो याद आयो है। टक्कै हेर्न सक्नुहुन्छ है। सबैजनालाई बाई भन्न चाहिँ आजको मेरो ब्लग यति नै रहन्छ। सो नेक्स्ट अर्को ब्लगमा हाम्रो भिडियो हुने छ है त। आजको मेरो ब्लग यति नै रहन्छ किनभने अब अलिकति धेरै हिँड्नुपर्ने अवस्था भयो कि। सो त्यही भएर चाहिँ अब धेरै लङ भ्लगहरू बनाउन चाहिएन। सो सबैजनालाई बाई बाई। सो नेक्स्ट अर्को ब्लगमा हाम्रो भिडियो हुनेछ है त। सबैजनाले भिडियोलाई लास्टसम्म हेरिदिनुहोस्। च्यानलमा नयाँ हुन्छ भने च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु होला।
भिडियोलाई मन पराउनु भएको छ भने भिडियोलाई पनि लाइक सेयर गरेर साथ दिन सो त्यही भन्न चाहन्छु। आजको भिडियो यति नै रहन्छ है त।